कसरी हुन्छ कसरी हुन्छ हौ चिक मन खान्छ भने फेरि झर्छ बेबी नभन्न बनाना ल बनाना खान्छ मेरो छोराले तर्फ अनि हाम्रो भ्लग स्टार्ट चाहिँ आधी बाटोबाट भएको छ माने बजार मसी रेन्ज रोभर हैन अब हामी ल्यान्ड रोभर अगाडि बस्छ मसँग ल हाम्रो ल्यान्ड रोभरमा चढ्न आँटेको यहाँ अगाडि बस्दा हुन्छ नि स्पिड हुँदैन यहाँ गाडीमा चढिसकेको अन्त सुतेको खोइ भाइ औ पुछे यता आऊ अब हामी जान्छ आइपुग्यौँ I don't know which Dara. पैसा छ अब चाहिँ पारा मार्ने है अब मिस एक निन्द्रामा छ के हो यो खोल्दियो ज्याकेट खोल्ने टक्सिक मान्छेहरु टावर त आउँदै रहेछ त यहाँ के होइन के हो के छ म चाहिँ रातो भएको अवस्था घिना खेर्न अब यो चाहिँ भयो तपाईको चित्रे यहाँ चाहिँ बाँदरहरू कुदिरहेछ यहाँ चाहिँ तीनटा मङ्कीहरू कराउँदैछ म चाहिँ यहाँ अब टिकटक बनाउन आँटेको ल खिच्दिन मङ्की रेस गर हामी चाहिँ बुई बुइहाल्छ तिम्रो पठाऊ बुझे हाम्रो चाहिँ के भएको अरे
टी टाइम सानो मान्छेले पनि टी खाँदैछ कस्तो रहेछ बिस्किट खाँदैन भाइ हामी चाहिँ तातो रहेछ ओठ पोल्यो गोठको कस्तो उयो कहाँ भएको लुगु जाउँ है हामी चाहिँ यो डाँडादेखिको अर्को डाँडा हिँड्दैछौँ मैले बुइपी गर्नु अरे ओ माइ गड तिमी घर पठाउँछु म घर पठाउँछु यस्तो छ नि यस्तो तर मेरो यो दिन पनि फेभरेट दिन हो नि गाइस हामी चाहिँ अब जाँदैछ हिँड्दै हुनुहुन्छ है सबैजना सो मलाई उयो खिच्देऊ ल फोटो India nggak usah kereta. So that's all सबैजना I guess यो हो हाम्रो डेस्टिनेसन हामी आइपुग्यौँ बिताएर मेरो मिसेको दार्जिलिङ आइपुग्यो हामी आज हामीले यहाँ चाहिँ बिताउने छौँ अब रुम फाइनल गर्ने त्यसपछि हामी चाहिँ अब गुराँस डाँडा गएको हाई भनौँ यहाँ हेलो हामी घुम्नु आएको अरे होइन पानी परेर डल्लै लुगा भिज्यो अन्त यो लुगा सुकाउँदैछु नॉर्मली आप लोगों को वहाँ पे नेपाल घूमने के लिए कितने दिन चाहिए? नेपाल प्रपर सब अल नेपाल आज चाहिँ पानी परेर यस्तो लुथ्रुम सुत्रुम भयो होइन अन्त हामी मेन ठाउँ चाहिँ जानु पाएन यस्तो टाढोबाट चाहिँ हामी स्पेसल्ली गुराँस फुलेको हेर्नु आएको थियो गुराँस डाँडै जानु पाएन त्यही भएर पानी परेको कारणले हामी आधी बाटोबाटै फर्क्यौँ अब चाहिँ हामी सुतेको खाना खाएर खाना चाहिँ जे होस् यहाँ बेस्ट पाउँदो रहेछ गाइजहरू हो अन्त के खायौँ अब भोलि बिहानको ल बाई बाई गुड नाइट यहाँ सेम भनिहाल्नु रहेछ
हेलो गाइस, हामी चाहिँ टुम्लिङ फाटकमा चाहिँ गुराँस हेर्न आइपुगेको छौँ। न तपाईँहरूले पो देखाउँछु हेर्नु ल गुराँस। ए यो चाहिँ भयो तपाईँको गुराँस गुराँस रास ग्याङहरू हो। अब फर्किँदा पानी चाहिँ नपरोस्, छाता पनि छैन। हजुर कस्तो खान्छ गाली? हजुर दादा अझै छ गुराँस? पक्कै लायो छ्या। उकालो जङ्गल चढेको, घामको पुरा फाइदा लिएको। आई डोन्ट नो के फुल हो, जे फुल हो त्यही फुल हो। बुइबुई गर्नु पर्दैन, उयो क्या दामी छ। यस्तो दामी जङ्गल के, हामीहरूलाई त जङ्गल डाँडा काँडै मनपर्छ, हजुरहरूलाई के मनपर्छ? तिमी के गर्नु? खेल्नु? स्यालको घर गएको? फोटो के गर्नु? यहाँ ऊ नानीले मैला खेलेर माटो खेलेर मैला पसेछ नङमा, अनुहारमा पनि सेतो भएर के गर्नु है? गोबर गाइस, हामी चाहिँ अब फर्केको गुराँस डाँडाबाट ऊ पारी पुग्नुपर्छ। हिँड्दै हिँड्दै आउँदाखेरि चाहिँ गाडीमा आएको थियौँ, तर फर्किँदा चाहिँ हिँड्दै हिँड्दै। अन्त आजको वेदर यस्तो राम्रो छ होइन। ल घुम्नु त आउनु, नानी बोकेर चाहिँ कहिले नआउनु। घुम्न चाहिँ आउनु, नानी बोकेर नआउनु। तर नानी बोक्दै बोक्दै भए मजा आयो। कसरी गर्दैछ अन्त? कसरी गर्दैछ त्यो काग? चुलो त्यो काग कसरी गर्दैछ त? आउँदैछु त। होस् त अन्त, त्यो हुसेलाई म रोक्न सक्छु? लु हुसेमा आयो। लु दादा कहाँ लगेको? ब्रोले त लु के गर्नु? लास्ट चाहिँ यो ठाउँको नाम के हो? झ्याउ पोखरी। झ्याउ पोखरी। भाउजू तपाईँको फेसबुक पेज चाहिँ